हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजना सन्चै राम्रो हुनुहुन्छ होला। म एकदम सन्चै राम्रो छु। अहिले म काम गर्ने ठाउँमा छु नि खतरा हिउँ परिरहेको छ है। एज यु गाइज क्यान सी बब्बाल हिउँ परिरहेको छ। अहिले चाहिँ बिहानको 6 बजिरहेको छ। मेरो काम स्टार्ट हुन आँट्यो। अब टक्क काम गर्नुपर्ने हुन्छ। कडा कडा जो चिसो छ बिहान बिहान चिसो भयो नि के गर्नु, काम त गर्नै पऱ्यो होइन, गाह्रो छ। So welcome back to my YouTube channel. Once again, खतरा चिसो छ अहिले चाहिँ बबालै हिउँ परिरहेको छ। यो चाहिँ मेरो बिहानको काम हो। अनि यहाँ चाहिँ मेरो 6 बजीदेखि हुन्छ काम। रुमबाट टाढा छ, त्यही भएर 5 बजे उठ्नुपर्ने हुन्छ जहिले। 5 बजे उठेर टक्क निस्केर होइन 6 बजे आइपुग्ने काममा टक्क। अनि त्यहाँबाट जाउँ काम हान्ने हो। काम हानेर टक्क 11 बजे 10 बजीतिर सकिन्छ। सो अहिलेलाई चाहिँ म बस चढ्नु गइरहेको छु। बस स्टेसन चाहिँ उता अगाडिबाट पनि जेब्रा क्रसिङ गरेर अझै पारि जानुपर्ने हुन्छ। चाँडो चाँडो जाउँ, बस आउने टाइम भइसक्यो। त्यही भएर अहिले चाहिँ हाम्रो भ्याकेसन हो। अब एक महिना भन्दा पनि 1.5 महिना हुन आँटिसक्यो भ्याकेसन हुन थालेको। अब भ्याकेसनको नि इन्डिङ आउन आँटिसकेको छ होइन। कलेज जाने बेला आउन आँट्यो। योपालि चाहिँ मेरो 3rd सेमिस्टर स्टार्ट हुन्छ। थर्ड सेमिस्टरमा चाहिँ मेरो क्लासहरू अलि होइन डिफ्रेन्ट हुनेवाला छ पहिलाभन्दा। ए भाग मिल्का भाग 15 सेकेन्ड। अब आज झन् छाता ल्याउनु बिर्सिन्छ क्या मैले। यस ल गाडीको लाइन छ। आज छाता ल्याउनु बिर्सेछ। त्यही माथि बिहान आएको, बिहान आउँदा चाहिँ अलिक कमै परेको थियो। त्यस्तो खासै पर्ला जस्तो चाहिँ लागेको थिएन। अब अहिले चाहिँ डेन्जर भन्दा पनि ठिकै परिरहेको छ। अस्ति भन्दा नि अस्तिको हप्ता चाहिँ खत्रै परेको थियो चाहिँ। अस्ति त पुरै त्यो हुन्छ नि, त्यो हुरी नै आएको क्या। हिउँको हुरी हुन्छ नि, पुरै उडाउने जस्तो गरेको थियो। सब एकछिन बस कुरौँ। सो फकिङ कोल्ड होइन, हातै जमिसक्यो यार। सो अहिले चाहिँ अब यस्तो हिउँ परेर गर्दाखेरि अब हुन्छ नि यस्तो बारीहरू एग्रिकल्चरको कामहरू पनि खासै हुँदैन। सो काम पाउनु चाहिँ अलिक गाह्रो हुन्छ यो विन्टर सिजनमा। किन भन्दाखेरि एग्रिकल्चरको कामहरू सबै ठप्प हुन्छ। अनि अब बाहिर हुने कामहरू बढी जस्तो बन्दै हुन्छ भनौँ न। मेनली चाहिँ त्यही हो, बाहिर हुने कामहरू चाहिँ अलिक बन्द हुन्छ। हामीले पनि फर्स्टमा आउँदाखेरि चाहिँ धेरै एग्रिकल्चरहरूको काम गर्थ्यो गर्मीमा होइन। टक्क लगाएर पत्र ट्रक आएको आमामा। अलरेडी हाम्रो बस पनि आउनेवाला छ, आइपुग्न आँट्यो। अलराइट बस पनि आइसकेको छ। अब आफै हेर्नु ल कति हिउँ परेको छ त अहिले त। अब म आएको चाहिँ ठ्याक्कै फेब्रुअरीको लास्टमा हो। फेब्रुअरीको लास्ट भनेपछि चाहिँ अब हिउँ पर्ने चाहिँ जस मार्चसम्म परेको थियो है। मार्चसम्म भन्दा नि अलि हुन्छ नि, मार्चको फर्स्टसम्म परेको थियो हिउँ चाहिँ। कपालमा कि हिउँ परेर क्या आमा चिसो थियो पानी। ए मेरो पछाडि बुढो रहेछ। के चाहिँ बुढा हो, ठिक छ।
आज म घरतिर लाग्दैछु अनि हिउँ चाहिँ झन् अझै बढेको छ पहिला अघिको भन्दा बढिरहेछ नाइस कार 7-Eleven Chilsmith lot सालसे मान्छेहरूले चाहिँ अब यसको होटेल अगाडि अलिक बाटो खाली गर्नलाई सफा गर्दैछन् अन्त पुरा पानी हाल्दैछ त्यहाँ आइस हुन्छ नि यहाँ तर यहाँ माछाहरू खतरा खतरा छ क्या त्यो माछा ए अक्टोबस रहेछ यार नेक्स्ट अनि फेरि पनि स्वागत छ है अनि म अहिले चाहिँ घरतिर जाँदैछु घरतिर भन्दा नि साथीले बलिङको लागि बोलाएको छ फर्स्टमा बलिङ गर्छु होला म बलिङ गरेपछि अनि घरतिर लाग्छु बिस्तारै अहिले चाहिँ म स्टेसनमा झर्छु अनि साथीहरूलाई कुट्नुपर्ने छ फर्स्टमा साथीहरू अब 10 मिनटभित्रमा आइपुग्ने भनेछ अब चाहिँ मेरो एउटा स्टेसन बाँकी छ अनि एउटा स्टेसनपछि चाहिँ सिधै मेरो घरको स्टेसन आइपुग्छ होइन त्यो चाहिँ फाइनल स्टेसन हो त्यहाँबाट चाहिँ म बलिङ गर्न साथीहरूसँग जान्छु को आउने रहेछ साथीहरू हेरौँ त्यहाँबाट बलिङ गरेर घरतिर लाग्नुपर्ने हुन्छ खासमा भन्नुपर्दा हिजो पनि म बलिङ गएको साथीसँग साथी र दाइसँग गएको अनि हिजो नि मजा आएको थियो हिजो चाहिँ आधी घन्टा जति खेल्यो आधी घन्टा जति खेल्यो अनि आज चाहिँ हेरौँ कति खेलिँदा रहेछ त्यो धेरै स्कोर पाउने होइन हेरौँ न अब कम्पेयर गरेर बस्नुपर्छ अहिले चाहिँ बेलुकाको 7:41 भइसकेको छ रातिको भर्खरै काम सकेर आएको म चाहिँ गाइज कतिजनाले सोधिरहनु भएको थियो अब मोटो भ्लगहरू किन आएन मोटो भ्लगहरू किन बन्द भयो भनेर सोधिरहनु भएको थियो कतिजनालाई त थाहा होला म अब कोरी आइसकेको छु अहिलेलाई चाहिँ अब जस्ट नर्मल भ्लग हुन्छ नि अहिले यस्तो पाराको म कता गइरहेको छु के गर्नेवाला छु अब यताउति हाल्न खोज्छु म सकेसम्म अहिलेलाई चाहिँ प्रोबब्ली मोटो भ्लग चाहिँ अलिक बन्दै हुन्छ अहिलेको लागि चाहिँ किन भन्दाखेरि अब अहिले अब त्यही काम यताउति हुन्छ नि काममा अब पढाइ यताउतिले गर्दाखेरि चाहिँ अलि मोटो भ्लग गर्ने उयो पनि छैन अब बाइक पनि अहिलेलाई तत्कालै त छैन नि त त्यही भएर फ्रेन्ड पनि आइसकेको छ अहिले बाहिरको भिडियो अब राति भएर खासै केही दुख्दैन पुग्न आँटेँ म सनलाइट म अहिले बाहिर आइसकेको छु स्टेसनबाट भ्यू यस्तो छ खासै केही छैन यहाँतिर चाहिँ अनि मेरो साथी कुदेर आउँदैछ अरे यहाँबाट कहाँ आइपुग्यो मैले मेरो साथीलाई देखिसकेको छु त्यहाँनिर पछाडि आउँदैछ लखर लखर मल हेर्दै आउँछ छिटो छिटो नआएर मल हेर्दै कप्टेर आएर हेलो हेलो सयाक माथि त पुरा के छ खबर भागिराख अरे मान्छे त हेर खिचेको त ओ यताबाट कहाँ जान्ला तिमी यताबाट ल परिचय दिनु ल ल बेइज्जत रे तिमीलाई अहिले मेरो नाम शिशिर हो अनि म यहाँ
म कोरियामा चाहिँ त्यही हो, अरू थाहा पाउँदिनँ म। अनि अरू के भन? अरू अहिले रातिको 12 बजिसकेको छ, हामी चाहिँ अब बलिङ गर्न जाने भनेर जाँदैछौँ दुईजना। म चाहिँ बेरोजगार पऱ्यो, ऊ चाहिँ कामवाला अब उसले 5 लाख हान्छ है यो मान्छेले। फेरि यो मान्छेले 5 लाख हान्ने मान्छे हो। 12 बजी कामदेखि आइरह, म चाहिँ रुमदेखि सुतेर आइरहेको छु गाइस। हामी जानुपर्ने चाहिँ यतापट्टि हो, लेफ्टपट्टि। ए नजिकै छ जियोस्। सन्चै एकदम अब खेल्छौँ अलिअलि। अब चाहिँ 1 बज्न आइसकेको छ। अब खेलेर भोलि काम छ, अब काममा जानुपर्ने हुन्छ। त्यही भएर चाँडो हामीलाई जान्छ। फुल पनि खेल्नु होला, हेरौँ के हुँदो रहेछ। अब गीत बजिहाल्यो छ होइन। अब गीत बजेको त के खिच्नु, अब कपिराइट हान्नु जस्तो। त्यस भिडियो चाहिँ गर्छु होइन। दोस्तले यार एउटा ल अलिकतिले आशिष दोस्त आशिष त फेरि यहाँको टपर हो अरे। फेरि नेक्स्ट गेममा ओए यार पैसा हेर्न यहाँ पैसा ओए पैसा पैसा अङ्कल पैसा कति के हामीलाई फ्रीमा हो पैसा ए लास्टमा त अरू चिनाएको रहेछ उयो के हो यो गौतम बुद्ध अब घर जाँदा होइन बाटोमा कति ओमानन पुरै पैसा है फालाफाल छ कोरियामा पैसा फालाफाल छ होइन जस